हेलो नमस्ते मेरो प्यारो सम्पूर्ण साथीहरू। आज मैले तपाईलाई गानो गोला ग्यास्ट्रिक हजुर हो। गानो गोला ग्यास्ट्रिक भनेको के हो भन्दाखेरि ठ्याक्क यो नाइटोमा बस्ने एक प्रकारको वायुको डल्ला हुन्छ। त्यसलाई हाम्रो आयुर्वेदमा गुल्म भन्छ। गुल्म चार प्रकारको हुन्छ: रक्तज, वातज, पित्तज, रक्तज र सन्निपातज हो। यो हाम्रो आम नेपाली भाषामा यसलाई चाहिँ सुत्केरी बिहा भइसकेकोलाई चाहिँ प्रसुतिबाई गोला भन्दो रहेछ हैन। र विवाह नभएको केटाकेटी यताउतिलाई चाहिँ यो गानो गोला भनिन्छ। अनि जतिसुकै भिडियो एक्सरे गर्दा पनि रोग पत्ता नलाग्ने यो चाहिँ आफ्नो ठाउँबाट गानो सरेर हो। र अहिलेको जति पनि हाम्रो यो एलोपेथिकका डाक्टर साहब हुनुहुन्छ, एमबीबीएस, एमडी, पेट्रोल विशेषज्ञ, उहाँहरूलाई यसको विषयमा चाहिँ यो क्लास दिएको हुँदैन। गुल्मको विषयमा च्याप्टर नै हुँदैन उहाँहरूलाई। यो आयुर्वेदको विषय हो। आयुर्वेदमा चाहिँ यसको च्याप्टर छ र एक्युप्रेसरमा पनि छ, पञ्चकर्ममा छ, प्राकृतिक चिकित्सामा छ, न्युरोथेरापीमा छ हैन। किनभने आफ्नो आफ्नो विषय हुन्छ के है। यो डाक्टर हो, यसलाई सबै थोक थाहा छ भन्न हुँदैन। जस्तो मलाई चाहिँ कतिपय चिज थाहा छैन, कतिपय चिज थाहा छ हैन। ल अब र यसलाई चाहिँ पहिला चाहिँ अलिकति अनुभवी मान्छेले गानो ठाउँमा ल्याउन सक्थे तानतुन गरेर हैन। त्यो विद्या मैले सिकेको छु। ट्रेडिसनल थेरापी पनि सिकेको छु, एक्युप्रेसरबाट पनि म सक्छु, न्युरोथेरापीबाट सक्छु हैन, र कपिङ थेरापीबाट सक्छु। त्यही भएर यदि तपाईँ चाहिँ यो पेट दुखिराख्ने, पेट भारीपन हुने, खाएको चिज नपच्ने, हातखुट्टा पिडाउला गल्ने, जति खाए पनि शरीरमा बल नआउने हैन, अनि सुस्त शरीर कमजोर, त्यसपछि मन कमजोर, आँखा धमिलो देख्ने, टाउको दुखी जस्तो हुने, भारी हुने, यो सबै समस्या छ भने हजुर कतै जानु पर्दैन। दुनियाँभरको खर्च गरिसक्नुभयो त ठिक छ। अब आउनुहोस्, भिडियो एक्सरे ल्याउनुहोस्। भिडियो एक्सरेमा केही छैन भने 100% गानो गोला ग्यास्ट्रिक हो। र तपाईँको रोग चाहिँ जहाँको त्यही छ भने त्यो 100% गानो गोला ग्यास्ट्रिक नै हो। त्यसलाई मैले निको गर्छु, 100% निको गर्नेछु। किनभने मैले धेरैलाई निको गराएको छु। 20 वर्षदेखि म यो स्वास्थ्यको क्षेत्रमा लागि परेको छु है। स्टेप बाई स्टेप मैले अध्ययन गर्दैछु, अझै पनि अध्ययन गर्दैछु। तपाईँहरू आउनुहोस्, यो गानो गोला ग्यास्ट्रिकदेखि मुक्त हुनको निम्ति भुपु सैनिक क्लिनिक, बुटोल राजमार्ग चौडामा हजुर आउनुहोस्। 100% सन्चो हुन्छ है। ल हस् त, नमस्ते।